हेलो नमस्ते सबैलाई राधे राधे। हामी अहिले जाँदैछौँ मङ्गलदै जाँदैछौँ हामी। यहाँ दाई अनि यता बुहारी सानो एउटा काम छ र हामी जाँदैछौँ मङ्गलदै कोडमा जाँदैछौँ हामी। यो चाहिँ हाम्रो पुरा एकदम गुवाहाटी लाइन हो। यहाँबाट पुरा एकदम गुवाहाटी एकदम सिधै एकदम स्ट्रेट बाटो पुरा मङ्गलदै टक्रक्कै। यता त्यो सबैतिर देख्न सक्नुहुन्छ हरियाली मकैबारी, सबैतिर मकैबारी। हामी चाहिँ अहिले बेसीमारी आइपुग्यौँ। यो पुरा बेसीमारी हो। पुरा बेसीमारीको मार्केट बजार यता पुरा एकदम जे पनि भेटिन्छ। यहाँ सबै सस्तो भेटिन्छ। दलगाउँ हामी अहिले दलगाउँमा आइपुग्यौँ। अब दलगाउँ सिधै एकदम बेसी टाइम छैन। यहाँबाट लगभग 15 किलोमिटर छ मङ्गलदै। 15 या 20 किलोमिटर होला। फाइनली हामी चाहिँ मङ्गलदै आइपुगेर यहाँ पर्खिरहेछौँ कोड बाहिर हामी पर्खिरहेछौँ लिएर दाइ। अब कतिखेर सारहरू आउनुहुन्छ र हामी जान्छौँ भित्रतिर। सारहरूले लिएर जानुहुन्छ हामीहरूलाई। फोन गरेर भन्नुभएछ सार पर्खिँदै गर्नु अनि हामी आएर जानुपर्छ भन्नुभयो सारले र हामी सारलाई भेट गरेर बसिरहेछौँ। यो चाहिँ हो पुरा कोड बाहिरको नजारा। हामी चाहिँ यो बाटो यसो पसेका यतापट्टि पुरा कोडको नजारा छ। सबैतिर हेर्न सक्नुहुन्छ त चियाका होटेलहरू। यतापट्टि यो बाटो सिधै उता जानुपर्छ, भित्र पस्नुपर्छ। यता होटल मेगा रेस्टुरेन्ट पनि रहेछ। यतापट्टि पुरा पार्किङ एरिया रहेछ तर दिँदो रहेछ पैसा चाहिँदो रहेछ पस्नको लागि 20 रुपियाँ गरेर अरे पार्किङ फिस। यो चाहिँ हो मङ्गलदै बार एसोसिएसन। यहाँ सबै उकिलहरू बस्नुहुन्छ त भित्र पुरा। यता जति पनि केबिन छन् सबै उकिल, जति पनि सबै उकिलहरू भयो। यताउता अब सबै कामकाज यता सबै चल्दो रहेछ। मलाई चाहिँ साह्रो भोक लागेर म चाहिँ परोटा खाँदैछु। मसँग दाइ पनि छ। दाइ चाहिँ खाँदैन, उसको चाहिँ बासी छ। म चाहिँ खाँदैछु एकदम पुरा धमाधम परोठा। अनि चाहिँ हाम्रो कोटबाट बाहिर निस्क्यौँ। हाम्रो काम पनि भइसक्यो। अनि यसो बजारतिर घुम्न जाऊँ न मङ्गलदै बजार घुम्न। त पुरा ओइखेनेको पुरा बजार एकदम गाईगोरुको मेला लाग्दो छ यता चाहिँ। अनि यतापट्टि हेर्नुहोस् पुरा ओइखेने यतापट्टि पुरा फ्रुटका बजार। यतापट्टि जे पनि भेटिन्छ आपेल अङ्गुर सङ्गुर यता सबै। यता भुजिया सबै थोक यतापट्टि। अनि यो चाहिँ पुरा दाउ कटारी हतियार के चाहिन्छ पुरा एकदम साउथ इन्डियन टाइपको। यहाँ यो पुरा लोहाकै खन्ती, एकदम पुरा लोहाकै खन्ती, पुरा लोहाकै बिड भएका एकदम पुरा। यता यी सबै लोहारे लाइन हो। अनि यतापट्टि ब्या यहाँ चाहिँ सस्तो, यति सस्तो रहेछ। पैसा थियो भने त म लान्थेँ 600-700 रुपियाँ गोटा। अनि यतापट्टि पुरा माछा बजार। फेरि माछा थरी माछा। आफू त नाम पनि जान्दैन त्यसै पनि यसो हेरी रमाइलो चाहिँ गर्थ्यो। माछा थरीका माछा। नि त के कस्ता माछा चाहिए। अनि यतापट्टि हेर्नु पुरा बुरुक उफ्रिरहेको छन् माछा। माछा साना टाउका छैन हौ। हाम्रो त सबै त काम भयो हो। घुरेर घर आउँदाखेरि रोता फाटकमा आइपुग्दा ट्रेन गइरहेछ सनन्नसँगले। यता फाटक बन्द छ, यता रेल पनि गइरहेछ। यता सबैजना वेट गरेर पर्खेको छ कि हामी कतिखेर त्यहाँबाट अब निस्किने फुर्सद पाइन्छ घर आउनको लागि। फाइनली म चाहिँ जहाँ गए पनि घरमा चाहिँ आइपुगेर गाईगोरु चाहिँ लिन भ्याउँछु। चलो बाई।